नमस्ते साथीहरु सबैजनालाई मेरो नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ। अनि आज चाहिँ हाम्रो सबैभन्दा अब महत्त्वपूर्ण स्पेशल डे हो आज चाहिँ हाम्रो लागि, किनकि आज चाहिँ हाम्रो नानीको छेवर हुँदैछ र आज चाहिँ हाम्रो छेवरको डे हो र अहिले हामी तयार लामाहरु परिसक्यो र अब चाहिँ तयार मेल हामी त रेडी भइसक्यो। मैले आफसिङ गर्नु पर्खिरहेको छौं कपाल काट्नु लागि। अब यसको यत्रो लामो कपाल चाहिँ अब आज काटिदिन्छ कस्तो भइरहेछ, अब इमोसनल चाहिँ भइरहेको छ, कस्तो अनौठो लागिरहेको छ। ठिकै छ, काट्नै पर्छ, के गर्नु। हेर्दै गर्नुहोला हाम्रो छेवर ब्लग। आज चाहिँ हाम्रो छेवर ब्लग। Termina. Nhai rồi đi. Pati bạn thân không hiểu? यहाँ पनि छ होला भाइ। वाउ, ह्यापी टु यु हुन्छ, ह्यापी टु यु। दामी देख्यो दामी। त्यसले गर्दा दामी देख्यो त। हिजो देख्यो त भाइ। मजाले मिलाएर काट्यो, अहिले सक्दिनु भयो फेरि। अहिले होइन, हाम्रो कानको पनि लाउँदा राम्रै देखियो, अलिक छोटा हुन्छ है। यता कानपट्टि पनि छ उयो। मेरो छोरा पिक बोय भयो नि। Ini
अब मिठी खान्छ ह्यापी मिठी खाने नानी चाहिँ हो यसरी लुगा लाउनु नानीको छैन अन्त सबैले पकाउँदै लगाइदिँदैछ के भएको छ टेन्सन भएको निन्दा लागेर रहेछ यो ठिकै छ सुतेको राम्रो भन्न यो अहिले चाहिँ पानी परेर हालत खराब भयो अब चाहिँ उग्रिँदैछ गाइस यो चाहिँ बुझ्दैछ यो चाहिँ भिजी छ ओ माइ गड भिजी छ Happy birthday to you. May God bless you. Happy to भयो. यो आमा यो बन्द गरिदिनु न यहाँ बन्द गरेर राख्दिनु के हो नानी हो लानु बडी हैन बोजु त मिन्टी बोजु थ्यांक यू मैम लेके जाते हैं यहाँ छेउबाट खाँदैछ साथीहरू बाफ्रे 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 गो स्लो
मामलाई हेर्नु लेखापढा गर्नु ल ल ओके ओके जुजु माम भन्नु निन्द्राले हो निन्द्रामै छ आमा यो राखिदिन्छु ल हुन्छ देऊ अटो मलाई भिडियोको गिफ्ट मामले थ्याङ्क यू मेरो काम चाहिँ दुरिहालेको निकाल भारी बगाएको ह्यापी टु यु तीनटा सामान ल्याउनु पर्छ के बन्दाकोपी प्याज ह्यापी टु सिबिङ भयो आनीलाई लगाइदिएर हुन्छ पिला छुनु हुँदैन हालिहाल थ्याङ्क यू यहाँ नानी भर्खर बसिदिनु रौडिस नेला परेछ त आफै रौडिस जय भएर मलाई रौडिस त्यही त होइन त रौडिस नेला ए हजुर आइपुग्नु भयो म मात्रै छिटाएको ल अब त्यसको साथीहरू फुल है अहिले उठेको नि त नाना यहाँ भात खायो है फुन्चोकलाई के दिन्छौ फुन्चोकले खाएको ए झोला खा झोला छिटो खै भाइ तिम्रो झोला देखाउ त फुन्चोकको झोला देखा त पैसा लु भाइलाई थ्याङ्क यू आमिरा लगाउँदैन त लु भाइको यहाँ हाल्दैछु ल नानाको थियो त्यो त्यो त मेरो पनि खोसेको नि त्यसले खोज्दैछ त्यसले हात उयो है तपाईँको है चिनेको थिएन आज फेरि चन्दन चेपेको हेर्नु कोको पारेर यहाँ होला भाइको कसले काट्यो पढाएको मामाहरू बेसी भएर सबै पालै पनि मलाई दिएन त्यसले भन्दैछ कसले दिएन कसले दिएन देखाउँछ ओइ यसले बोलाउँछ तेरो पैसा हराउला म जान्दिनँ तेरो पैसा राख एउटै छु यो 2 महिना खान्छ महिनाको जेठो खान्छ के लाउँछ नि त्यसले चाहिँ लु भाइ लगाइदिइहाल्छ भाइलाई साथीलाई लगाइदिइहाल्छ ल त्यही त हो थ्याङ्क यू मेमी लाग्छ पक्ला गर भक्कु भएर नदिनु भनेको यसले हुन्छ छेमा होइन अझ जानु रहेछ नि त भन्दा सानो नानी खेल्दो रहेछ यहाँ फेरि हटा हालेको हो
क्यान्सरको उयो भयो कि ए खला चाहिँ निकालिहाल भन्छ नि त नखाइदिनु नि हल्ली त छ लु ना उहारे नासिङहरू पनि आयो यहाँ हेर ठिक छ यिनीहरूलाई सबैलाई भर्खर आउनु भएको नानी सुतेर के भयो यहाँ राख्दैछु कि नानी सुतेको के हो भन के नानी हाम्रो नानी गाडीमा छ भोक छैन छोड्दै आलु नखा खाँदैन नखाइदे भाइलाई नभाइ भन् न भाइ नभन आङहरू सकिसक्यो है उहाँ मलाई लौ साह्रो फुर्के भयो नि घरको छिमेकी यो चाहिँ हाम्रो आसिङबाट आएको आउटफिट रन खाएको भन्छ होला त्यो पानी है उयो के पो बड़ी टाढो दूर से आए लादा सुप्रिया जानु मान्छेलाई ज्ञानी हुनु ल राम्रोसँग पढ्नु पूजाजुकोबाट पनि यही होला आशीर्वाद पूजाजुले पठाइदिनु होला मैले तिम्रो बिचमा नि त उयो गरेको त यो चाहिँ आनीकोबाट ल थ्याङ्क यू भना थ्याङ्क यू यो चाहिँ पूजाजुकोबाट ल थ्याङ्क यू पूजा आज पूजा बढी पूजा बढी थ्याङ्क यू कसरी हुन्छ फोटो पैसा पैसा मनी साह्रो लाग्छ कि है
सिटिङ हेलो भन्छु यो नानाको भ्लगको यता नानाहरू बहिनीहरू नानाहरू हाम्रो मामला लाग्दैछ आज चाहिँ छेवरको थर्ड डे हो अन्त आज चाहिँ भाइको कपाल सबै चिल्लो हुँदैछ है होइन अहिले ब्लेड लाउँदा चाहिँ पक्रिनुपर्छ है भाइ काटी काटी कपाल Gotcha, bye. Oh, gotcha, bye. Yes, भनिदेऊ न कपाल काटेको हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल भनिदेऊ हल्लिन्छ हजुर के गरेको कपाल काटेको आऊ न अब आऊ पछाडिबाट चाहिँ नबोलाऊ भनेर अब पक्रिनुपर्छ भाइलाई ब्लेड लाउँदा
हो यहाँ हल्लेको छ पक्रिनु पर्छ नि टाउको आज कपाल काट्नेको उयो हुन्छ अरे तेज हुन्छ नि तल छ पुसिरहेको छु नि त भर्खर कहाँ जानु यहाँ हेर न यहाँ मिमीलाई हेर यता हेर के ए यहाँ आमाकोबाट पनि दामी आउँछ नि के भन्नु यस्तो भिडियो चारैपट्टि चाहिएको उयो हेर्नु न आमा भिडियो सबले गर्नु अरे सबैले भिडियो गर्ने आप्पा पनि फोन खोल भिडियो कल गर्दैछ हेलो त्यो पोस्ट दिँदैछ उसले त गुड मर्निङ भाइ फोटो खिच्दिउँ न मजाले म झन्डै 10:30 खुट्टा पनि त्यसो गर्नु अरे उयो हेर्नु न खुट्टा पनि त्यसो गर्ने अरे आप्पाले तिम्रो दारी काटौँ न ल टुपी त राख्नुपर्छ यो चाहिँ फाइनल रिजल्ट भाइको यता भाइ यता भाइ ए पानी बोतल किन सिलगढीमै पानी त उतै किनिहाल्छु नि मिमी चाहिँ जान आँट्नु भएको छ अन्त आज खै उही मिमी चाहिँ आज जानुहुने यता ड्युटी यस्तो भएको छ यहाँ भाइ चाहिँ साथीहरू यो चाहिँ सेम डे थर्ड डे होइन अब छेवरको थर्ड डे हो सेकेन्ड डेको भिडियो भएन पुरा बिजी थियो अन्त यो चाहिँ थर्ड डेको हो अन्त बिहान मैले त्यो कपालहरू काटेको हल्का क्लिप्सहरू थियो आज चाहिँ कपाल पुरै चिल्लो गरेको अन्त अब यो चाहिँ अब म चाहिँ के देखाउन आँटेको भन्दा चाहिँ अब भाइको पुरा गिफ्ट्सहरू पनि आयो नि त गिफ्ट्सहरू अब सबैले माया गरेर गिफ्ट्सहरू दिनुभएको छ अन्त पैसाहरू दिनुभएको छ होइन अब त्यो चाहिँ त्यसको लागि चाहिँ अब धेरै धेरै थ्याङ्क यू सबैजनालाई होइन अन्त त्यही अब हेर्नुहोस् है म तपाईँलाई यो देखाउँदैछु र चाहिँ अब यो दराज हेर्नुहोस् है ए यो दराज यतिको छ फेरि उयो आएन त अन्त यो दराज चाहिँ हाम्रो अनमलको गाछाको आप्पाको ड्युटीको फ्रेन्ड्सहरूले चाहिँ मिलेर दिएको रहेछ होइन अन्त त्यसको थ्याङ्क यू भेरी मच होइन पुरा काम लागेको छ यो चाहिँ अन्तखेरि के पो भन्छ यो अन्त यसबाट अब उनीहरूले अब यो दिएर पनि उहाँहरूले क्यास पनि दिनुभयो होइन थ्याङ्क यू भेरी मच अन्तखेरि अब यो भित्र चाहिँ हेर्नुहोस् है के छ भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् के छ भन्दाखेरि चाहिँ यो चाहिँ अब मेरो भाइको आउटफिट त्यो दिन तामाङ ड्रेस कोड यहाँ राखिदिएको छु अरू चाहिँ धुएको छ अन्त यो गिफ्ट्सहरू जति पनि यहाँ देखिराख्नु भएको छ यो सबै गिफ्ट्स भाइको कतिवटा खेलाउनेहरू चाहिँ उसले खेल्यो सबै खेल्ने खेल्ने कुराहरू त उसले निकाल्यो जसमा कि अब वाटर बोतलहरू टुम्लेटहरू युज अब उसले गरिहालेको छ अन्त यो सबै गिफ्ट चाहिँ यहाँ यो दराज चाहिँ यति धेरै काम लाग्यो थ्याङ्क यू भेरी मच सबैजनालाई आइदिनु भयो सबैजना हाम्रो नियर एन्ड डियर्स होइन आफ्नो आफन्त छिमेकी सबैजनालाई चाहिँ थ्याङ्क यू भेरी मच भन्न चाहन्छु अनि यहाँ पनि छ गिफ्ट यो फ्रेम पनि गिफ्टै हो यो पिकाचु पनि अन्त यहाँ यस्तै छ अब यति भन्दै अब यो छेवर ब्लग चाहिँ अब 5th मेमा सुरु भएको होला 7th मेमा चाहिँ एन्डिङ हुँदैछ अब यो ब्लग चाहिँ कहिले आउँछ अब त्यो चाहिँ अब हेर्नुपर्छ सो थ्याङ्क यू भेरी मच सबैजनालाई
हाम्रो भिडियो हेर्नुहुने पनि सबैजनालाई धेरै धेरै धन्यवाद। हेर्दै गर्नुहोला। अब हामी चाहिँ सोही मेमोरीको लागि चाहिँ यो भ्लग गर्ने गर्छु होइन। अन्त अब इम्पोर्टेन्ट स्पेसियल डेहरूको मात्रै म प्रायः जस्तो भ्लग गर्ने गर्छु। सो थ्याङ्क यू भेरी मच हेरिदिनु भएकोमा। अब यति लामो भयो होला सायद यो भ्लग। थ्याङ्क यू भेरी मच। बाई। नेक्स्ट स्पेसल भिडियो लिएर आउने छु, कोसिस गर्नेछु आइरहने। थ्याङ्क यू भेरी मच।